हेलो गुड मर्निङ एभ्रिवान। त अब म चाहिँ जाँदैछु दोकान खोल्नु लागि हो। पहाडको रास्ता यस्तो हुन्छ। ऊ माथि माथि घाँस काट्नु चढेको छ मान्छेहरू। पहाडको रास्ता छ, नाम्नु चाहिँ अलिक सजिलो हुन्छ, चढ्नु लागि चाहिँ धेरै साह्रो। झन् सामानहरू लिएर जानु यस्तो रास्तामा, सामान सिलिन्डर, अझै मैले आधाबाट भिडियो बनाएको, अझै माथि चढ्नुपर्छ। झन् योभन्दा पनि माथि माथि हुन्छ जग्गा जग्गामा, लेकिन बहुत साह्रो। जब बिमारहरू पर्छ मान्छेहरू नि बिमार हुन्छ, फर्स्ट राति हस्पिटल जानु लागि यस्तोमा दिक्कत हुन्छ हो। अनि फेरि सामानहरू सिलिन्डर बोकेर लानु लागि दिक्कत हुन्छ। झन् घरमा कोही छैन भने ठुलो मान्छेहरू, त्यस्तोमा त झन् दिक्कत हुन्छ हो। अब चाहिँ रोड आइपुगेँ। म दोकान खोल्नु गएको, आफ्नो सानो उयो फुड भ्यान लगान्छु, त्यहाँनिर खोल्नु गएको। हेत्तेरिका कस्तो नलागेको बोल्नु लाग्यो। आज टाउको धुलाएर चुल पनि नकोरिकन आएको, सुकै छैन बार। अनि भाइजी दोकान खोल्नु पहिल्यै आएको छ, त्यसको लागि नास्ता लिएर आएँ म। भाइले दोकान खोल्थ्यो होला। यहाँ आइपुग्नु आँट्यो अब दोकान हो। यही चोकको उयो चोकको फुड भ्यान सानो खोल्दै रहेछ भाइले। खोल्दै रहेछ भाइले हो। उहाँ भाइले खोल्दै रहेछ। खोलिस हाँ के गरेको दोकान खोलेको नि टमी आमे बच्चे। अबी मेरो भाइ हेर्दै यहाँनिर लेन्डी कुकुरहरू कत्रो कत्रो हुन्छ भयङ्कर। रुक जा टमी, यहाँ हेर्छ लेन्डी कुकुरहरू कत्रो हुन्छ। उहाँको त यो कत्रो मोटो हो क्या यो लेन्डी, उहाँ त किन्नु पर्ने यत्रो। ल बाई बाई।